र नमस्कार दर्शकवृन्द, यो हाम्रो च्यानलमा सबैलाई स्वागत छ है। र आज हामी मिरिक खण्ड अन्तर्गत है कटरिया चियागामा उपस्थित छौँ र विगत केही महिना अघिदेखि नै हामीले हाम्रा धनबहादुर राईजी, जो वैद्य धनबहादुर राईजी हुनुहुन्छ है, उहाँको पोस्टहरू हालिरहेका थियौँ है। उहाँ एकजना धेरैवटा रोगहरूलाई चाहिँ जडीबुटीद्वारा चाहिँ यसरी उपचार गर्नुहुन्थ्यो र एउटा दुःखद खबर हामीले हजुरहरू समक्ष साझा गरेका थियौँ है। उहाँ अहिले हामी माझ हुनुहुन्न र अहिले उहाँका छोरा हुनुहुन्छ है यहाँनिर है। उहाँले पनि आफ्नो बाबुको जुन यो आयुर्वेदिक जुन काम थियो है, जडीबुटीबाट रोगहरूलाई ठिक पार्ने है, उहाँले पनि गर्नुहुन्छ र यसै सिलसिलामा आज फेरि हामी उहाँको अनुपस्थितिलाई एउटा ठुलो उयो मान्दै है हामी उहाँसँग केही कुराकानी गर्नेछौँ र उहाँको जुन क्षतिपूर्ति छ त्यसलाई उहाँले पुरा गर्नुहुन्छ कि भन्ने हामीले आशा साच्दै है हामी उहाँबाट पनि केही जानकारी लिनेछौँ। र भाइलाई है हाम्रो यो च्यानलमा स्वागत छ। नमस्कार। भाइले पनि बुवाले जस्तै है पहिलेदेखि नै यो गर्दै आउनु भएको थियो या त बुवापछि सिक्नु भएको? यो चाहिँ मैले अब पहिला आप्पासँग हिँड्दा कम्तीमा पनि 5-6 वर्ष चाहिँ हिँड्यौँ है। आप्पाको पछि आप्पाले जति पनि दबाई पाइन्छ सिकाउँदै गरेर चाहिँ अहिले चाहिँ हजुर बुवाले चाहिँ विशेष है हामीसँग सँगसँगै हिँडेर है विशेष हड्डी जुन प्रकारले भाँचिएका, जस्तै पनि हड्डी भाँचिएका रोगीहरूलाई चाहिँ एकदमै छिटो र निको पार्ने एक किसिमको जडीबुटी दबाईहरू बनाउनुहुन्थ्यो है। उहाँले भन्नुभएको थियो 13वटा जडीबुटीहरूलाई मिसाएर चाहिँ एउटा लेप बनाएर उहाँले विशेष प्रयोग गर्नुहुन्थ्यो है। यो भाइले पनि गर्नुहुन्छ या अन्य कुनै अरू रोगहरूको उपचार मात्रै गर्नुहुन्छ भाइले? अहिले यो हड्डी, यहाँ चाहिँ हड्डीको दबाईहरू छ, यसमा 13वटा सबै यो गरेर 13वटा मिक्स छ होइन। हजुर। अरू चाहिँ पाइल्स भयो, अन्त जुन चाहिँ घाँटी दुख्ने है। हजुर, टन्सिल यतिसम्म चाहिँ हामी। ए हजुर, अहिले जुन बाबुले गर्दै रहनु भएको जो रोगीहरू हुनुहुन्थ्यो है, उहाँलाई अहिले कन्टिन्यू तपाईँले नै उपचार गर्नुहुँदैछ कि अहिले उहाँको उपचार के स्थगित छ? अहिले कन्टिन्यू चल्दैछ, अहिले चलिरहेछ है। कतिजना जस्तो अहिले रोगीहरू विशेष तपाईँले हेरिरहनु भएको छ? अहिलेसम्म मैले कम्तीमा 20-25 जना चाहिँ भयो। 20-25 जना हेरिरहनु भएको छ। यो पहिला बाबु हुँदाखेरि त तपाईँको बाबा हुनुहुँदा उहाँले नेपाल धेरैवटा ठाउँहरूसम्म जानुहुन्थ्यो है यस ठाउँलाई छोडेर है। अहिले चाहिँ भाइले चाहिँ कहाँसम्म चाहिँ विशेष यो सेवा दिइरहनु भएको छ? अहिले यतै पानीघाट नजिक, पानीघाटा, खरसाङ, यता सिलगढी र कालिम्पोङहरूसम्म है। प्यारालाइसिस जस्ता रोगहरूको उहाँले धेरैवटा ट्रिटमेन्ट गरिसक्नु भएको थियो है। तपाईँले यो विषयमा गर्नुहुन्छ हुँदैन प्यारालाइसिसको चाहिँ? प्यारालाइसिसको दबाई चाहिँ अलिक पाउनु अलिक साह्रै पर्छ, पायो भने चाहिँ गर्नु सक्नुहुन्छ है।